हुँदैन, अरे वाह 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 क्या बोलिस् रे, बोल्ने बित्तिकै ताली बजाउने हुन्छ नि, आहा तैँले बोलेको कति मिठो, यस्ता साथीसँग जोगिनुपर्छ। जे बोल्दा पनि आहा हा 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 भनिदिने यदि तालीवाला साथीसँग जोगिनुपर्छ। अर्को थालीवाला साथी, हिँड्न जाउँ, केही नखाउँ न जाउँ, अरे खायो खायो खायो, तिर्ने बेलामा तिरै भन्, मसँग छैन भनिदिन्छ। तालीवाला साथी, थालीवाला साथी अनि प्यालावाला साथी। एकपल्ट राम राम भन्दैन न, राम राम। प्यालीवाला साथी जिन्दगी अनि शरीरलाई नरक बनाउँछ सज्जन। यो तीनवटा साथीको सङ्गतबाट व्यक्तिले हर हमेसा बस्नुपर्छ। तालीवाला, थालीवाला अनि प्यालीवाला। त्यही भएर दुर्गुण त्याग्ने उपाय भनेको सज्जनको सङ्गत गर्नु हो। सज्जनको सङ्गत गर्नु। कहीँ कतै भनिन्छ नि, भ्याउँदिन हो, बानी त नराम्रो छ तर कसरी छोड्ने, बानी नराम्रो छ तर छोड्ने कसरी, छोड्ने वातावरणै मिल्दैन। शास्त्रले के भन्छ भने यदि आफ्नो दिनचर्या बिग्रिएको आफूलाई थाहा छ भने 1 दिन 2 दिन 3 दिन साथीहरूले फोन गर्छन्, बोलाउँछन्, ए म भ्याउँदिनँ है, आज पूजामा छु भनिदिने, भोलि म कोहीसँग छु भनिदिने, पर्सि कोहीसँग छु भनिदिने हो। त्यति नै भन्दा पनि सङ्गति आफै 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 छोड्दै जान्छ। तर अन्तर्हृदयबाट मनबाट चाहिँ म छोड्छु भन्ने चाहिँ लाग्नुपर्छ। यदि जबसम्म अन्तर्हृदयबाट म छोड्छु भन्ने जाग्दैन भने कसैले जबरजस्ती गरेर त्यो बिग्रिँदैन। कहिल्यै पनि कसैको जबरजस्तीमा कसैको जीवन बर्बाद हुँदैन। एउटा कुरा थाहा छ, कसैले गर्दा कोही बिग्रिने यो प्रपञ्च संसारमा छैन। किनभने अरूका कारणले आफू नबिग्रिनु। पानीको स्वभाव थाहा छ नि हजुरहरूलाई, पानी कस्तो हुन्छ, पानीको गुण के हो भन्नु त, शीतल। तातो त एकछिन आगोको सङ्गतमा परेर तातो भएको हो, सूर्यको सङ्गतमा परेर एकछिन तातो हुन्छ, तर आफ्नो सही उसको स्वभाव भनेको शीतल हो। एकछिन आगोबाट पर गएपछि ऊ शान्तै बनिन्छ। हाम्रा सद्गुरुदेवले भन्नुहुन्थ्यो, बाबु जहिले उखु जस्तो बनिनु। के जस्तो? उखु जस्तो। किन बनिनु भनेको होला उखु जस्तो? त्यो एउटा उखु हुन्छ नि, त्यो उखुलाई चबाएर खाए पनि रस मिठै आउँछ। ढुङ्गामा कुच्याउनुहोस् त्यसलाई मिठै रस दिन्छ। चाहे त्यो ग्राइन्डमा हालेर पेल्नुहोस् त्यसलाई, त्यसले मिठै रस प्रदान गर्छ। जस्तो कठिन परिस्थितिमा पनि आफ्नो स्वभाव नबदल्नु। जस्तै परिस्थितिमा खोर्सानी हुन्छ नि, चिनीमा डुबाएर राखे पनि गुलियो हुन्छ, पिरै हुन्छ। नुन चर्कोमा डुबाएर राख्नुहोस्, पिरै हुन्छ। उखुका छेउमा लगेर राख्नुहोस्, उखुको रस खोर्सानीमा सर्दैन, खोर्सानीको रस उखुमा सर्दैन। त्यस्तै झैँ साथी सङ्गति फलानुले खा भन्दैमा, फलानुले गर भन्दैमा गर्ने कस्तो सङ्गत हो यो? त्यही भएर सङ्गतमा तीनवटा कुरालाई सधैँ विचार गर्नु। साथी आफूले सोचेर बनाउनु। दुर्गुण त्याग्ने उपाय भनेको सज्जनको सङ्गत हो। आज त्यही कुरा यहाँ सम्झाउनु भयो। विश्वामित्रको रक्षा गर्दै गर्दै भगवान राम अनि लक्ष्मण बसिराख्नु भएको थियो। एक दिन भगवान रामले विश्वामित्रलाई सोध्नुभयो,